बाटोबाट नहिँड्दा किन यस्तो फलाफलाबाट हिँडेको यो कहाँ जाने बाटो यो हार मम्मीलाई के भएछ यहाँबाट हिँड्नु यताबाट यहाँ त बर्खामा ठुलै खोला आउँछ होला है त्यही भएर पुल बनायो होला माथि त्यो ठुलो यो यहाँको सबभन्दा ठुलो पुल यही हो झोलुङ्गे पुल होइन यहाँ त नहर रहेछ होइन कति दामी सिन आइरहेको कि ओ मम्मी तपाईँलाई यो बाटो कसले चिनाइदिएको त नारायण क्यामाले त्यहाँ अब हिँड आउनुहुन्छ होला कि भान्जा नआउनु है यताबाट आउनु न यताबाट गइरह नि छैन गइरो त्यो टन्ने कोपी दिनु भएछ त नि सोल्टिनाले त मैले गइरह नि भने पानी भएको ठाउँमा त गहिरो त हुन्छ नि माछा नि हुन्छन् होला है यसमा किन त्यताबाट जान है बान्छ झर्न है म निकाल्दैन गरे साँच्चै हो कहिले आमा मम्मी एउटा यहाँ निस्केर बाहिर जान्छ होला है मैले अब यहाँ नै भनेको त घाम जान लाखा नि यहाँ ठाउँ पनि राम्रो रहेछ सम्म यस्तो हेर्नु न गाउँ यत्तिकै हो तर यो फेरि के भन्ने ठाउँ रहेछ त यहाँ माथि जङ्गलबाट जाँदाखेरि फोन त यो पर्छ हेर्नु न गाउँ कति राम्रो छ यहाँ हाम्रोभन्दा हाम्रो मल नगर त्यस्तो थाहा मल राम्रो छ